अहिलेसम्म पनि तपाईँ अनलाइनबाट पैसा कमाइराख्नु भएको छैन भने म ग्यारेन्टी दिन्छु, यदि तपाईँले मेरो यो भिडियो सुरुवातदेखि अन्तिमसम्म हेरिहाल्नुहुन्छ भने म ग्यारेन्टी दिन्छु तपाईँ पनि अनलाइनबाट कसरी पैसा कमाउने त्यो सब बुझ्न र सिक्न सक्नुहुन्छ। र यो भिडियो हेरेपछि चाहिँ तपाईँले अरू कसैलाई पनि मेसेज गर्नु पर्दैन बुझ्न र सिक्नको लागि कि अनलाइनबाट हामी कसरी पैसा कमाउने। सो गाइज म तपाईँलाई A to Z सबै नै बताइरहेको छु, पुरै डिटेल दिइरहेको छु, तपाईँले अन्तिमसम्म हेर्नु होला। सो म जुन प्लेटफर्म जुन वेबसाइटमा काम गर्छु त्यो वेबसाइटको नेम रहेको छ नेक्स्ट वर्थ नेपाल हैन। नेक्स्ट वर्थ नेपाल चाहिँ एउटा फुल्ली गभर्नमेन्ट रजिस्टर्ड रहेको छ। तपाईले माथि सर्टिफिकेट पनि हेर्न सक्नुहुन्छ हैन, यहाँ साइडमा सर्टिफिकेट मैले राखिदिएको छु, प्यान नम्बर पनि राखिदिएको छु, तपाईले हेर्न सक्नुहुन्छ र कम्पनीको दर्ता नम्बर पनि मैले हालिदिएको छु, तपाईले त्यो पनि चेक गर्नु होला। कम्पनी चाहिँ फुल्ली लिगल र गभर्नमेन्टबाट रजिस्टर्ड भएको कम्पनी हो। सो अब म कुरा गर्दिन्छु कि यो कम्पनीमा चाहिँ यो वेबसाइटमा चाहिँ तपाईले कसरी पैसा इन्कम जनरेट गर्न सक्नुहुन्छ। सो हेर्नु होला। सो नेक्स्ट वर्थ नेपालमा चाहिँ तपाईले पैसा अर्न गर्नको लागि, पैसा कमाउनको लागि चाहिँ तीनवटा बेसिक प्याकेज पाउनुहुन्छ के तपाईले तीनवटा प्याकेज पाउनुहुन्छ। त्यो तीनवटा प्याकेजबाट तपाईले जुन पनि प्याकेज लिएर चाहिँ स्टार्ट गर्न सक्नुहुन्छ र तपाईको लागि एकदमै बेस्ट प्याकेज के कुन होला त्यो पनि म सजेस्ट गर्दिरहेछु तपाईलाई हैन, आफ्नो एक्सपिरियन्सको हिसाबले। किनकि मलाई त 2 देखि 3 वर्ष भयो नि यो काम गरेको, म आफ्नो एक्सपिरियन्सको हिसाबले तपाईलाई प्याकेज पनि सजेस्ट गर्छु हैन। सो फर्स्टमा हाम्रो रहेको छ बेसिक प्लान हैन। बेसिक प्लान फर्स्टमा रहेको छ। यदि तपाईले बेसिक प्लान लिएर स्टार्ट गर्नुहुन्छ भने तपाईले मन्थली बेसिसमा चाहिँ 10 देखि 12 हजार सम्म इन्कम जनरेट गर्न सक्नुहुन्छ र बेसिक प्लानको प्राइस रहेको छ मात्र कति होला तपाई गेस गर्नु, मात्र 1979 रुपैयाँ रहेको छ। अर्को हाम्रो रहेको छ प्रिमियम प्लान। यदि तपाईले प्रिमियम प्लानबाट स्टार्ट गर्नुहुन्छ भने तपाईले मन्थली बेसिसमा चाहिँ 20 देखि 30 हजार सम्म इन्कम जनरेट गर्न सक्नुहुन्छ र प्रिमियम प्लानको प्राइस रहेको छ मात्र 2979, मात्र 2979 त्यसको प्राइस रहेको छ। अब चाहिँ एकदमै बेस्ट र एकदमै ठुलो प्लान आउँछ जुन प्लानबाट मैले पनि स्टार्टअप गरेको छु र त्यो प्लान तपाईको लागि एकदमै बेस्ट होला। यदि तपाईले मेरो सेसनबाट स्टार्ट गर्नुहुन्छ भने म तपाईलाई सजेस्ट गर्छु त्यही प्लानबाट स्टार्टअप गर्नु, किनकि त्यो प्लानमा चाहिँ इन्कम पनि सबैभन्दा बढी हुन्छ। यदि तपाईले सबैभन्दा बढी इन्कम गर्न चाहनुहुन्छ भने त्यो प्लान लिनु होला। अनि अर्को एउटा बेनिफिट के छ भने तपाईले यो ठुलो प्लान लिनुहुन्छ भने तलको यो प्रिमियम प्लान अनि बेसिक प्लान यो दुईवटा प्लान चाहिँ फ्री अफ कस्ट पाउनुहुन्छ तपाईहरु। यदि यो प्लान लिनुहुन्छ भने यसमा इन्कम पनि सबैभन्दा बढी हुन्छ र कोर्सेसहरु पनि राम्रो र सजिलो हुन्छ। र एउटा बेनिफिटहरु के छ भने तपाईले यो प्लान लिनुहुन्छ भने तपाईले काम पनि सजिलोसँग सिक्न सक्नुहुन्छ र छिटो सिक्न सक्नुहुन्छ र छिटो बुझ्न सक्नुहुन्छ। त्यो प्लानको नेम रहेको छ एडभान्स प्लान। अब तपाईले एडभान्स प्लानबाट स्टार्टअप गर्नुहुन्छ भने तपाईले मन्थली बेसिसमा 50 देखि 60 हजार 1 लाख सम्म पनि इन्कम जनरेट गर्न सक्नुहुन्छ हैन। अनि त्यो एडभान्स प्लानको प्राइस रहेको छ मात्र 5979, मात्र 5979 चाहिँ त्यसको प्राइस रहेको छ। अब तपाईहरुले सोच्नु भएको होला कि यो तीनवटा प्लानबाट कुन प्लान चाहिँ हाम्रो लागि बेस्ट होला, त म सजेस्ट गर्छु यदि तपाईसँग 5979 को बजेट छ भने तपाई एडभान्स प्लानबाट स्टार्टअप गर्नु एकदमै बेस्ट होला। तपाईले कहिले पनि पस्ताउनु पर्दैन। बाइ चान्स छैन भने तपाईले प्रिमियम प्लान लिन सक्नुहुन्छ 2979 को, त्यति बजेट पनि छैन भने 1979 को प्लान लिन सक्नुहुन्छ। अब तपाईहरुले सोच्नु भएको होला कि यार यसमा त स्टार्ट गर्नको लागि हामीलाई त इन्भेस्ट गर्नु पर्दो रहेछ। त म एउटा कुरा भन्न चाहन्छु, आजकलको जमानामा कहाँ इन्भेस्टमेन्ट गर्नु पर्दैन। यदि तपाईले एउटा सानोतिनो बिजनेस पनि गर्नुहुन्छ भने त्यसमा पनि इन्भेस्टमेन्ट गर्नुपर्छ। तपाईले बाइक चढ्नुहुन्छ त्यसमा पनि पेट्रोल हाल्नुपर्छ। तपाईले स्कुल कलेजमा पढ्नुहुन्छ त्यसमा पनि, स्कुल कलेजमा पढ्नुहुन्छ भने त्यसमा पनि तपाईले एज अ फीसको रूपमा पेमेन्ट गर्नुहुन्छ, इन्भेस्टमेन्ट गर्नुहुन्छ हैन। सो अनि इन्भेस्टमेन्ट नगरिकन केही पनि हुनेवाला छैन के। तपाईले सोच्नुहुन्छ यतिकै फ्रीमा भइहाल्छ भने त्यस्तो केही पनि हुनेवाला छैन हैन। किनकि मैले पनि केही गरेको छु, म इन्भेस्टमेन्ट गरेर नै केही गरेको छु। पहिला मसँग एन्ड्रोइड थिए, अहिले मसँग आइफोन छ। कसरी भयो? मैले इन्भेस्ट गरे पैसा। अब आइफोनबाट म कन्टेन्ट सुट गर्छु, आफ्नो भिडियो बनाउँछु, युट्युबमा पनि भिडियो हाल्छु, युट्युबमा पनि मेरो सब्स्क्राइबर छ हैन। सो तपाईले इन्भेस्ट नगरिकन केही पनि हुनेवाला छैन हैन। अनि तपाईले एकचोटी इन्भेस्टमेन्ट गर्दिनुहुन्छ भने तपाईले धेरै स्किल सिक्नुहुन्छ, धेरै माध्यम सिक्नुहुन्छ, अनलाइनबाट पैसा कमाउने धेरै माध्यमहरु सिक्न सक्नुहुन्छ। सो अब तपाईले सोच्नु भएको होला कि यसमा काम के गर्नुपर्छ त? यसमा चाहिँ हामीहरुले दुई तरिकाबाट काम गरेर इन्कम जनरेट गर्न सकिन्छौं। फर्स्टमा चाहिँ एफिलिएट गरेर। अब तपाईले सोच्नु भएको होला कि यार मलाई त केही आउँदैन, म त न्यू हो,
देन त्यसैको लागि म तपाईलाई भन्न चाहन्छु, तपाईलाई यहाँ स्टार्ट गरेपछि A to Z सबै नै सिकाइदिन्छ सुरुदेखि। यदि तपाईले जिरो नलेज पनि छ भने हाम्रो ट्रेनिङ हुन्छ, त्यो ग्रुपमा पनि एड गरिदिन्छु। तपाईँ स्टार्ट गर्नुहुन्छ भने ट्रेनिङ ग्रुपमा पनि एड गरिदिन्छु। 4 देखि 5 दिनसम्म ट्रेनिङ लिनु अनि तपाईले सबै बुझेर अनि इन्कम जनरेट गर्न सक्नुहुन्छ। अनि स्टेप बाइ स्टेप गाइडेन्स हुन्छ। अनि मसँग पर्सनली स्टार्टअप गर्नुहुन्छ भने म तपाईलाई पर्सनली गाइड गर्छु कि कसरी के गर्ने भनेर। अनि तपाईले कम्पनीबाट पनि गाइडेन्स पाउनुहुन्छ। हाम्रो ट्रेनिङ हुन्छ, त्यो ट्रेनिङमा चाहिँ तपाईले A to Z एउटा पनि कन्फ्युजन छ भने त्यसको पनि समाधान हुन्छ है। अर्को चाहिँ तपाईले कुनै पनि डिजिटल स्किल्सहरु सिकेर लाइक ग्राफिक डिजाइनिङ, भिडियो एडिटिङ, फेसबुक एड, एफिलिएट मार्केटिङ, दराज एफिलिएट, हाउ टु बिकम अ ब्लगर इन 2026 यस्ता खालको धेरै टाइपको डिजिटल स्किल्सहरु पनि सिकेर तपाईले इन्कम जनरेट गर्न सक्नुहुन्छ है। सो तपाई यो सोच्नु मात्र वन टाइम इन्भेस्टमेन्ट गर्नु पर्यो नि, अनि त्यसपछि तपाईले इन्कम जनरेट गर्नु हैन, इन्कम पनि जनरेट गर्नु र धेरै टाइपको डिजिटल स्किल्स पनि सिक्नु। अब फर एक्जाम्पल तपाईले फेसबुक एड सिकिहाल्नु भयो हैन, त तपाईको अहिले कुनै बिजनेस छ अथवा फ्युचरमा तपाईको कुनै पनि बिजनेस हुन्छ भने तपाईले फेसबुक एडको थ्रु आफ्नो बिजनेसलाई प्रमोट गरेर त्यसको सेल्स 10x ग्रो गर्न सक्नुहुन्छ। त्यो हेर्नु कति बेनिफिट छ, वन टाइम इन्भेस्टमेन्टमा त्यत्रो बेनिफिट। सो अब तपाईलाई पनि इन्ट्रेस्ट लाग्यो अनि तपाई स्टार्ट गर्न चाहनुहुन्छ भने आई वान्ट टु स्टार्ट लेख्नु होला। अनि धेरै जनाको मनमा यो पनि होला कि यो त फेक स्क्याम पनि हुन सक्छ हैन। सो त्यसैको लागि मैले सबै डकुमेन्टहरु तपाईलाई देखाइदिएकै छु फर्स्टमा। अनि फेक स्क्याम फ्रड हुन्थ्यो भने म आफ्नो भिडियो बनाएर तपाईको अगाडि आउँथिएन है। सो अब तपाई पनि स्टार्ट गर्न चाहनुहुन्छ भने आई वान्ट टु स्टार्ट लेख्नु होला, जसले यो भिडियो सेन्ड गरेको छ त्यसलाई।